सम्पूर्णमा नमस्कार। आज हामी पाल्पा दरबार प्रदर्शनीमा रहेका वस्तुहरू तथा त्यहाँ रहेको अवस्थाको बारेमा हजुरहरूलाई विस्तृत रूपमा जानकारी दिने प्रयत्न गरिरहेका छौँ। नेपाल सरकारबाट विक्रम सम्वत 2072 साल मङ्सिर 3 गतेदेखि दरबारलाई पाल्पा दरबार सङ्ग्रहालयको रूपमा स्थापना गरिएको थियो। विशेष गरी यस पाल्पा दरबार सङ्ग्रहालयमा पाल्पाको इतिहास झल्काउने हिसाबले पाल्पाली सेन वंशको वंशावली फोटोहरू, थारू संस्कृति वेशभूषा, खसारेको संस्कृति वेशभूषा झल्किने खालका झाँकीहरू, सङ्ग्रहीय वस्तुहरूको प्रदर्शनी गरिएको छ। साथसाथै पाल्पा दरबारको पुरानो फोटो, बग्गी ढोकाको फोटो, रण उजेश्वरीको मूर्तिको फोटो, अर्गली दरबार, रानी दरबारका फोटोहरू प्रदर्शनीमा राखिएको देख्न सकिन्छ। साथै लुम्बिनी, कपिलवस्तु, जितगढी, मणिमुकुन्देश्वर दरबार, पुरानो पाल्पा दरबार, काठमाडौँ, ललितपुर, भक्तपुर, स्वयम्भू, बौद्धनाथ, पशुपति, चाँगुनारायणका फोटाहरू पनि प्रदर्शनमा राखिएको छ। साथसाथै पाल्पा उद्योग वाणिज्य सङ्घद्वारा हस्तान्तरण गरेका पाल्पा दरबार, रानी महल लगायतका अन्य काठका मिनिचरहरूलाई पनि प्रदर्शनीमा राखिएको देख्न सकिन्छ। साथसाथै पाल्पा क्षेत्रमा पाइने परम्परागत विभिन्न सांस्कृतिक वस्तुहरू, ठेको, ठेकी, घैँटा, कोदालो, फरुवा, हलो, जुवा तथा काट्ने र खन्ने अन्य औजारहरूलाई पनि प्रदर्शनमा राखिएको देख्न सकिन्छ। साथै यहाँ खस आर्य कक्षहरूमा प्रदर्शन गरिएको पौराणिक विवाह मण्डपहरू त्यसैगरी ऐतिहासिक शस्त्र अस्त्रहरू लगायत हतियारहरू पनि देख्न सकिन्छ। साथै थारू र मगर जातिसँग सम्बन्धित वेशभूषाहरू साथै रीतिरिवाज र सामग्रीहरूलाई पनि प्रदर्शनमा राखिएको छ। साथै यहाँ पृथ्वीनारायण शाह लगायत सम्पूर्ण राजाहरूका तस्बिरहरू पनि राखिएको छ। हस्त धन्यवाद। नमो शङ्कर, हर हर महादेव। धन्यवाद।